कसम बबाल केटा हो फर्स्ट टाइम आएको यो डाँडामा म आज होइन बबाल मजा आइरहेको छ बबाल एकदम होइन कालो चस्मा कस्तो देखिरहेको छ केटा मलाई होइन यो डाँडामा फर्स्ट टाइम आएको बबाल मजा भइरहेछ क्या पुरा होइन यस्तो म खतरा अहिले म कस्तो भन्ने चाहिँ मलाई कस्तो भने चाहिँ होइन उठ हिँड्दा हिँड्दै के खुट्टा दुखिरहेछ यो बा अनि मुखमा पानी छैन मुख थुक सुकेर खत्तम भयो पुरा फर्स्ट टाइम यस्तो डाँडामा आएको होइन हामी किनभने यहाँ हामी सब केटाहरू घुम्न आएको छौँ नि त कोही अगाडि छन् कोही पछाडि छन् मा यस्तो मजा आइरहेको छ नि फर्स्ट टाइम केटा यो डाँडामा फर्स्ट टाइम जिन्दगीमा सोचे पनि थिएन कि यस्तो डाँडामा आएर पनि भिडियो बनाउन पाउँला भनेर कि यस्तो मजाको हावा लागिरहेको छ नि म के भन्नु होइन छुट्टै मजै बेग्लै आएको होइन ओहो पुरा फिलिङ्सको साथमा होइन बब्बाल मजा आइरहेको छ यो डाँडामा चाहिँ हेर न म्या कम भाग्यमानले मात्र पाउँछ क्या यस्तो डाँडामा आएर भिडियो बनाउनु त ल तर यहाँबाट खस्यो भने चाहिँ फेरि बबाल मजा हुन्छ होइन फेरि बबाल छ नि त तल फेरि आमा लाइफमा फर्स्ट टाइम के यस्तो धरतीमा होइन धरतीमा त मैले पहिल्यै टेकिसकेको थिएँ त्यही पनि तर यस्तो पवित्र ठाउँ होइन यति राम्रो यति सफा ठाउँ यति सुन्दर ठाउँ यस्तो घुम्नको लागि यस्तो दामी ठाउँमा चाहिँ फर्स्ट टाइम पाइला टेकेको मैले म जन्मेबाटै यो ठाउँमा आज फर्स्ट आएको कि यो डाँडामा आज यति राम्रो ठाउँ छ क्या झन् मैले यति तारिफ गरिरहेको छु भने चाहिँ अब कति राम्रो ठाउँ होला जस्तो देख्न पाउँदैन यो भनेको के अरे यो कुन डाँडा अरे यो ए यो ठाउँको नाम के गरे यो ठाउँको नाम के अरे के ठाउँको नाम खासै थाहा भएन होइन गाइज अब म चाहिँ मेरो बोका देखाउन गइरहेको छु गाइज भने म्याथप चाहिँ अरू भिडियो दामी छ सब भिडियो हेर्नु त्यहाँ भ्यानचोत भिडियो हेरेर चाहिँ आज फेरि लाइक कमेन्ट गर्ने काम गरेर धोबी हान्ने कानमा यति राम्रो राम्रो डाँडामा आएर भिडियो बनाइरहेको छु तिमीहरू मुजीहरूको लागि भनेर तिमीहरू मुजीले भिडियो हेरेर पुरै मान्ने ल तर जे भने पनि केटा होइन जस्तो हाँसी मजाक भयो भने एकदम बबाल ठाउँ छ होइन पकाएको त जुत्ताले हानु ल म केटा हो यहाँदेखि तल यति खतरा डाँडो छ अनि यहाँ तल खस्यो भने फेरि मान्छे बाँच्दैन के यस्तो ठाउँ छ तर म यहाँ खस्नको लागि चाहिँ होइन म भिडियो बनाउनलाई केटा म्या कसम ओए म्या ल अझ टपमा आइरहेको छु केटा होइन यति टपमा के यता हेर न म्या एकछिन यस्तो टपमा पुगेको छौँ क्या हामी अहिले ल राम्रोसँग हेरिहाल सोच त कति रमाइलो भइरह होला कति राम्रो होला यो ठाउँ फोक्सा भएर फोक्स भएर लागिसक्यो ल केटा